बाबा औ आज त मलाई कस्तो झोल मोमो खानु मन पर्यो बनाइदिनुस् नि। झोल मोमो हजुर यसो गर कि हजुर तिमी जाऊ तल गएर रुमहरु सानो पार्नु ल चटक्कै बनाउनु है। हुन्छ अच्छा अनि म झोल मोमो बनाइदिए ठीक है ल जाऊ समझ गया। अब झोल मोमो खाइन्छ झोल झोल छ न छिटो गर काम। छिटो मजा आयो। चस्मा यो मजा आयो। यहाँ भयो अब सबै काम सकिसके। अब म झोल मोमो खान जान्छु। पाकिन सक्यो होला हो पस्किनु हुन्थ्यो होला। ल जान्छु माथि जान्छु। भएन बाबा भयो भयो आए सबै सानो खिनी पार्यौ। हजुर ल झोल मोमो ल ल थ्याङ्क यू पापा। ल खाऊ। अभी मजा आएगा ना भिड़ो। ये क्या हो? तिमीले भनेको हैन झोल मोमो बनाइदिनु बाबा भनेको हैन। अब हेर यो झोल यो मोमो झोल मोमो झोल मोमो त झोल मोमो हो नि। यो केसको झोल मोमो हो? गुन्द्रुकको झोल गुन्द्रुकको झोल यो मोमो बुझ्यौ। गुन्द्रुकको झोल चाहिँ कसले खान्छ हौ? हामीले खान्छ यो हामी नेपालीले खान्छ यो गुन्द्रुकको झोलसँग मोमो खान्छ। हाम्रो यो ट्रेडिसनल उयो फुड हो गुन्द्रुक। खाऊ अब खाऊ छिटो खाऊ अझै ल्याइदिउँ भित्र छ एक पराइ छ गुन्द्रुकको झोल। खाँदिन म तपाईँ हामी